हेलो साथीहरू, तपाईहरु जापानको पीआर लिन खोजिरहनु भएको छ? अझै भनौं जापानमा स्थायी रूपमा बसोबास गर्न खोजिरहनु भएको छ भने चाहिँ जापान सरकारले ल्याएको नयाँ नियमको बारेमा बुझिराख्नुस्। जापान सरकारले मंगलबार मात्रै नयाँ नियम सार्वजनिक गरेको छ, जसमा आम्दानीको न्यूनतम सीमा मात्रै तोकिएको छैन, भाषामा पोक्त हुनुपर्ने नियम पनि लागू गर्ने भएको छ। जापानको अखबार दि जापान टाइम्सका अनुसार अब एक परिवारको वार्षिक आम्दानी न्यूनतम 57 लाख जापानिज ऐन हुनुपर्नेछ। त्यस्तै आवेदककर्ताले कम्तीमा 5 वर्षको आय विवरण चाहिँ पेश गर्नुपर्नेछ। अब जापानको पीआर लिनको लागि जापानिज भाषामा पनि जीएलपीटी N2 लेभलको भाषा दक्षता हुनुपर्नेछ। त्यस्तै पहिला जापान सरकारले जापान बसेको 1 वर्ष भएको र विवाह गरेको 3 वर्ष पुगेको दम्पतिलाई पीआर दिँदै आएको थियो। अब यसमा पनि कडाई गर्ने भएको छ। जापान सरकारको नयाँ नियम अनुसार अब विवाह भएको कम्तीमा नि 5 वर्ष पूरा भएको हुनुपर्ने छ भने जापानमा कम्तीमा पनि 3 वर्ष बसेको हुनुपर्ने छ। साथीहरू, तपाईहरुको यो सबै मापदण्ड पुग्छ भने चाहिँ जापान बस्नुहोस्, होइन भने देशमा फर्किनुहोस्। देशले तपाईले पठाएको रेमिट्यान्स मात्रै खोजेको छैन, तपाईको आगमन पनि खोजिरहेको छ। धन्यवाद।